तपाईँले जुन चाहिँ भिडियो हेरिराख्नु भएको छ त्यो भिडियोको क्रेडिट चाहिँ मफु 1415 मतलब हाम्रो प्रशान्त दाइलाई जान्छ। अब इन्जोय गर्न सो हेलो एन्ड वेलकम एभ्रिवान, सबैजनालाई स्वागत छ। आशा सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। होइन आज चाहिँ हामी तीनजना चाहिँ यसो पुल घुम्न जाँदैछौँ। आज चाहिँ तपाईँहरूलाई आज हाम्रो चुरे गाउँ देखाउँछौँ है। चुरे गाउँ भनेको हाम्रो मिथिला नगरपालिका हाम्रो धनुषा जिल्लामा पर्छ है। एकदम दामी गाउँ छ। एज यु क्यान गाइस सी हाम्रो हरियालीको बिचमा छ, टक्क टुक्रुक्क परेको यस्तो यो फुल जस्तै राम्रो खालको गाउँ है। सो गाइस हाम्रो त्यो पुल छ है, पुल चाहिँ 300 मिटर जतिको छ होला समथिङ है। अनि हामी चाहिँ यसो पुलसुलतिर घुमेर टक्क आउँछौँ है। सो हामीसँग हाम्रो रिजन भाइ छ, हेलो भनिदिउँ रिजन भाइ। सो अनि हाम्रो अर्को भाइ पनि छ, हेलो भनिदिउँ। हेलो ल गाइस, हाम्रो चाहिँ माछा मार्ने ठाउँ है यो जग्गा चाहिँ। माछा मार्ने ठाउँ अहिले चाहिँ पानी सुकेर रहेछ, यतातिर छ नि त माछा टक्क दामी पाउँछ है माछाहरू है। सो गाइस है त्यस्तै छ है। घाम पनि नि सपट्ट लाएर है। अब 3 बजे यतातिर चाहिँ है मकै बारी, हाम्रो बे भाइहरूको मकै बारी। हजुरबाले हाम्रो कस्तो दामी पारेर काटेर गोडेर टक्क हेर्नु कस्तो दामी बनाउनु भएको छ है। दामी दामी छ है। दामी छ है गाई चाहिँ। फुलै फुलको बगैँचामा मेरी माया लाग्ने। सो पानी हाम्रोमा चाहिँ टेक्नोलोजी खालको पानी हुन्छ हेर्नु है। ल यो क्लोज सट हेर्नु न तपाईँ, कस्तो सट हेर्नु चाहनुहुन्छ यस्तो खालको दामी खालको छ है। चिकन गाइस सी है। दामी भाइ त नाचै खाँदा हौ। त्यही हो कुरो है, पुग्नु पनि तलै छ। के हो यो, वाट इज दिस? यसलाई पानीमा चुपाल्नु ल समात, क्यामेरा समात त यता 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 छोडिदेऊ, यता हो मोबाइल चाहिँ चुपालौँ न ल गाइस। माछा है माछा, तुझी माछा है माछामा चकचके भाइ हाम्रो उड्यो। भाइले त्यो माछा अहिले माछा आफै आउँछ भाइको हातमा। एकछिन पर्खिँदै गर्नुपर्छ है। भाइ चाहिँ माछा मार्ला। भाइले चाहिँ ल क्रिस फिल्म जस्तो भाइले समात्यो ल।